नमस्ते सबैजनालाई मेरो युट्युब च्यानलमा सबैजनालाई हार्दिक स्वागत गर्न चाहन्छु। तपाईँहरू पनि नयाँ युट्युब क्रिएटर हुनुहुन्छ, नयाँ युट्युब क्रिएटर बन्न चाहनुहुन्छ भने तपाईँहरूको लागि एकदमै खुसीको खबर आएको छ है। युट्युबले चाहिँ एकदमै राम्रो नयाँ अपडेट ल्याएको छ। यसको लागि चाहिँ तपाईँले 1000 सब्सक्राइबर अनि 4000 टाइम्स वाच टाइम्स अनि 10 मिलियन भ्युज यो पुगेपछि यो क्राइटेरिया पुरा गरिसके पछाडि मात्रै युट्युब च्यानल मोनिटाइज गर्न मिल्ने बनाएको थियो। अब चाहिँ यो सबै हटाएको छ अहिले नयाँ अपडेटमा। तपाईँको भर्खरै युट्युब च्यानल खोलेर भर्खरै तपाईँले मोनिटाइज गर्न सक्नुहुन्छ। यो चाहिँ अहिलेभन्दा 5 वर्ष अगाडि यही थियो। फेरि युट्युबले यही नै ल्याइसकेको छ है। अब तपाईँहरूले पनि यो युट्युब अब सजिलैसँग यसलाई मोनिटाइज गरेर अर्न गर्न सक्नुहुनेछ। यसको लागि अब डाइरेक्टली गर्न मिल्दैन, त्यसको लागि दुई चारवटा सेटिङहरू रहेको छ। यो सेटिङहरू कसरी मिलाउने भनेर चाहिँ म तपाईँहरूलाई मेरो कम्प्युटरको डिस्प्लेमा लिएर देखाउन गइरहेको छु। ओके, मैले तपाईँहरूलाई मेरो ल्यापटपको डिस्प्लेमा लिन गइरहेको छु। यता हेर्न सक्नुहुन्छ तपाईँले युट्युब खोलेँ मैले। युट्युब खोलिसके पछाडि चाहिँ तपाईँको यहाँनिर छ तपाईँको प्रोफाइल हुन्छ, प्रोफाइलमा थिच्नु होला। प्रोफाइलमा थिचिसक्नुभयो भने यता चाहिँ वाइट स्टुडियोमा जानु होला, यानि कि युट्युब स्टुडियो यहाँनिर रहेको छ, यसमा जानु होला। यसमा गइसके पछाडि तपाईँको च्यानलमा जानु होला। अब यता चाहिँ अहिले टाइम लियो मेरो नेटको कारणले। यसमा चाहिँ सेटिङ देख्न सक्नुहुन्छ, सेटिङमा जानुहोस्। सेटिङमा गइसके पछाडि यो युएस डलर यो चाहिँ डिफल्ट युनिट छ, यो चाहिँ जस्ताको तस्तै छोडिदिनु होला यो जनरलमा। च्यानलमा जानुहोस्। च्यानलमा गइसकेपछि यो लोकेसनमा चाहिँ इन्डिया छ मेरो, म चाहिँ इन्डिया भएकोले तपाईँहरू कुन ठाउँबाट हुनुहुन्छ त्यो लोकेसन राख्न सक्नुहुनेछ। एडभान्स सेटिङमा जानु होला। एडभान्स सेटिङमा गइसके पछाडि यहाँनिर कहाँ छ त ल अनि हेर्दै जानुपर्ने हुन्छ, किनकि नयाँ अपडेट आएको हो नि त। खासै मलाई पनि ठ्याक्कै कहाँनिर छ त्यो थाहा भएन, खोज्दै जानुपर्ने हुन्छ। एडभान्स सेटिङमा छैन, फिचर एबिलिटिजमा पनि यसमा हेरौँ है छ कि छैन, यसमा पनि छैन। कहाँ छ त, यसमा पनि छैन। माफ गर्नु होला साथीहरू, अहिले चाहिँ यसमा खासै भेटेन। म यसको बारेमा चाहिँ भिडियो बनाएर अर्कोचोटि लिएर आउँछु। यसमा चाहिँ खासै कथा हो, अहिले अपडेट आएको छ, भर्खरै अपडेट आएको कारणले कथा मैले ठ्याक्कै थाहा पाउन सकिनँ, माफ गर्नु है त सरी। अर्कोचोटि बनाउँछु। यस्तो भनेर झुक्काउँछन् यार। यत्रो ठुलो युट्युबर भएर यिनीहरूको भिडियो हेरेर अहिलेसम्म युट्युब हेरेर सबै च्यानल सेटिङ गरी ताउतै गर्थ्यौँ। अहिले आएर यिनीहरूको पनि विश्वास लाग्न छोड्यो यार। सबै युट्युबरले जति राम्रो पपुलर भए पनि आफ्नो कमाइको लागि मात्रै कुरा गर्दा रहेछन् भन्ने थाहा भयो मलाई यार। यत्रो युट्युबर भएर पनि यस्तो नि मान्छ, हेरिरहेको छु लास्टसम्म यार बेकारमा एउटा भ्युज खेर गयो मेरो त। हेरेँ लास्टमा आएर सरी साथीहरू मलाई थाहा भएन भन्छन् यार। हामी जस्तो मोनिटाइज नभएको दुखी आत्माहरूलाई त सबैले यसरी झुक्काउँछन् यार। बेकारमा एउटा भ्युज खेर गयो। फिर्ता लिन मिल्ने भयो नि त्यो भ्युज, फिर्ता ल्याइदिन्थे। फिर्ता लिन मिल्ने भयो नि त्यो भ्युज, फिर्ता ल्याइदिन्थे।